दर्शक नमस्कार साथीहरू, आज पनि सदाको जस्तो ब्लगमा उपस्थित भइसकेको छु र च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने च्यानल सब्स्क्राइब गर्नुहोला र बेल बटन बजाउन चाहिँ नभुल्नु होला। सबैजनाले भन्नुहुन्छ तिम्रो भिडियो रेगुलर आउँदैन किन? हजुरहरूले बेल बटन बजाउनु नै भएको छैन। बेल बटन बजाएपछि नै नोटिफिकेसन आउँछ। त्यसैगरी आज पनि तपाईहरुलाई म कतारका धेरै ठाउँहरू घुमाउँदै आएको छु र आज पनि घुमाउने छु है, हेर्न नभुल्नु होला है त। यो फुलको नाम तपाईहरुको कसलाई थाहा छ भने कमेन्ट बक्समा लेख्न नभुल्नु होला है। हेर्नुस् त, हामीहरुले यो फुलको नाम थाहा हुनेले जसरी पनि मलाई भन्नु होला है। यो नामको नाम मलाई चाहिँ थाहा भएन, हजुरहरुलाई के थाहा छ भन्नु होला है। ठुला ठुला पहाड छन् खोली देखिँदैन, मुल्क पानी खाया जस्तो तिर्खा मेटिँदैन, यस्तै छ कहानी परदेशीको। खाना त पाइन्छ पानी किनिचको अनि हावा एसीको, तर झलेको मेट्दैन गाउँ बेसीको भने जस्तै। हेर्नु त कति राम्रो राम्रो चिजहरू छ नि, तर के गर्नु, आफ्नो देश आफूलाई माया लाग्छ। आफ्नो जन्मेको भूमि कहिले जाने हो थाहा छैन, तर यस्तो राम्रो राम्रो ठाउँहरू, यस्तो राम्रो राम्रो चिजहरू देख्दा नि मन भुल्दैन। के गर्ने होला त साथीहरू। म जस्तै तपाईँहरू को हुनुहुन्थ्यो भन्नु त? बिहानमा नि जब म सानो थिएँ, जब 10 क्लाससम्म पढ्थेँ नि, तबसम्म चाहिँ यो चियासँग भात भएन भने बिहान उदुम झगडा गर्ने घरमा। तपाईँहरू पनि यस्तो हुनुहुन्थ्यो भने भन्नु होला ल कमेन्ट बक्समा। म त लास्टै झगडा गर्थेँ मम्मीसँग यदि बिहानमा चिया र भात भएन भने नि। दोहा कतारबाट हेर्दै हुनुहुन्छ भने यो ठाउँ कुन ठाउँ हो भनेर कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नु होला। यदि थाहा भएन भने मलाई प्रश्न गर्नु होला, म तपाईँहरूलाई जवाफ दिने नै छु है त। थाहा हुनेले कमेन्ट गर्नु होला ल यो कुन ठाउँ हो भनेर। वाउ 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 वाउ, आई लभ यु वाउ। मलाई चाहिँ के सानैदेखि नै एकदम सोखिन टाइपको क्या, मन परेको कुरा लगाइहाल्नु पर्ने, अनि खानेकुराहरू मन परेको कुराहरू खाइहाल्नु पर्ने, गोजीमा होस् नहोस् घरमा भनेपछि मलाई चाहिँ हुनुपर्ने टाइपको मान्छे क्या। अनि जब आफूले कमाउनतिर लाग्यो नि, कमाउनुतिर लागेपछि पनि मलाई जोगाउनुपर्छ भन्दा नि आफू खुसी हुनुपर्छ, आफू ह्याप्पी हुनुपर्छ। आफू ह्याप्पी भयो भनेदेखि सबै थोक हुन्छ भन्ने टाइपको सोचको मान्छे। अनि त्यस पछाडि गरिब दुखीलाई दिनुपर्छ। गरिब दुखी मसँग 2 रुपियाँ छ भने पनि मैले हिँडेर, मलाई यस्तो यस्तो छेडहरू छ साथीहरू होइन। म 10 रुपियाँ मेरो पकेटमा हुँदाखेरि पनि कसैले खाना पाएन भने त 10 रुपियाँ दिएर म घन्टौँ हिँडेर म रुम गएको छेडहरू पनि छ क्या। यस्तो मेरो यस्तो मन क्या। तर यस्तो मन हुनेलाई त अब भगवान्ले पनि ठग्छन् भन्छन् होइन। सफा मन हुनेहरूलाई भगवान्ले पनि अब त्यति साथ दिँदैनन् भन्छन्। त्यही भएर नि अब केही कुरामा सक्सेस हुन सकिएको छैन, तर भगवान् भरोसा अब होइएला, आश मारेको चाहिँ छैन है। तपाईँहरूले सदाको जस्तै गरी मैले नयाँ नयाँ ठाउँहरू घुमाउने नै छु। हरेक हप्तामा मेरो भ्लग आउने छ। नयाँ नयाँ प्लेसहरू, नयाँ नयाँ चिजहरू हेर्नुहोस् त। यो फुलको नाम के हो थाहा छ कसैलाई? कस्तो राम्रो राम्रो ठाउँहरू छ कतारमा। हाम्रो नजिकै यस्तो राम्रो राम्रो ठाउँहरू छ क्या। हेर्नु न, आई लभ इट, आई लभ इट, आई लभ इट। त कमाउने नि हो रमाउने नि हो भने जस्तै साथीहरू। कमाउने पनि हो रमाउने पनि हो है। कमाएर मात्रै पनि हुँदैन, रमाएर मात्रै पनि हुँदैन। आई लभ यु, आई लभ यु, आई लभ कतार। हेर्नु त
हामीहरूलाई परदेशमा नि साथीहरू सबैजना रमाएको मात्रै देख्छन् क्या। मलाई पनि कतिजनाले भन्नुहुन्छ तिमी त कस्तो बिन्दास छ है, विदेश गएर घुम्छौ, भिडियो बनाउँछौ, रमाछौ, हाँस्याछौ, खाछौ भन्नुहुन्छ क्या। तर हाँस्न रमाउनको पछाडि पनि त बहुत धेरै कारणहरू हुन्छन्। हेर्नु, बल्ल बल्ल एक दिन छुट्टी हुन्छ, यतिखेर निक्लियो, त्यस पछाडि आफ्नो कपडा पनि धुन परिहाल्यो, खान परिहाल्यो, 10-12 घन्टा ड्युटी गरेर रुममा आएर पकाएर खाँदाखेरि कम्ती पनि 15-16 घन्टा हुन्छ साथीहरू। 15-16 घन्टा दुःख गर्न सजिलो त छैन नि, तर दुःख गरे अनुसारको पैसा हुन्छ विदेशमा। त्यही हो, नेपालमा 12 घन्टा काम गर्दाखेरि पनि कसैले पनि जस दिँदैन र बल्ल 15,000 पैसा दिन्छ। हेर्नु, 15,000 20,000 स्यालेरी हुन्छ, ओके न भनौँ न। तर यहाँ कम्तीमा पनि 12 घन्टा काम गर्दाखेरि 50,000 त कमाउन सक्यो नि त। 50-60,000 त कहीँ पनि गएन क्या, त्यति फरक हो। तर सुख चाहिँ भने बिल्कुल छैन विदेशमा, सुख चाहिँ भने बिल्कुल छैन। जसले जति नै मलाई एकदम सजिलो छ विदेशमा, यो छ त्यो छ त्यो छ भनेर गफ लाए पनि नि साथीहरू, तर त्यति सजिलो चाहिँ छैन। जहाँ हुनुहुन्छ खुसी रहनुहोला, देश परदेश जहाँबाट हेर्दै हुनुहुन्छ है, माया गर्नु होला है त। तपाईँहरूलाई फेरि पनि म नयाँ ठाउँमा घुमाउने नै छु क्या साथीहरू। तर मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्न र बेल बटन बजाउन चाहिँ नभुल्नु होला। सब्सक्राइब गर्नु भएन, बेल बटन बजाउनु भएन भने कसरी आउँछ त भन्नु त? मेरो नयाँ चिजहरू त हजुरहरूले हेर्नै पाउनुहुन्न। हेलो ब्रदर, हाय, किधर से हो? बांग्लादेश। हामी तुमको ভালোবাসি यस, बांग्लादेश को ভালোবাসি सर। आज किधर से आए आप? तुम किधर गए? हम तो रायन में मैडम मैडम को लेके आया। मैडम को लेके आए। हाँ, कितना साल से कतार से? मैं नेपाल से हूँ ब्रदर। एक साल से। एक साल से कतार कैसा लग रहे? अच्छा, अल्हम्दुलिल्लाह। पहले दुबई में थे हम। किधर जाएगा आप? हम तो इधर है। बहुत अच्छा जगह है ना ये जगह के विलाजू के अंदर में ऐसा जगह था भी मेरे को पता नहीं था। अच्छा, हम लोग उधर घूमता था, उधर जाता था। आज हम लोग ऐसे हर दिन, मेरा सैटरडे छुट्टी होता है तो हर दिन ऐसा वीडियो बनाता है। वीडियो बनाने के लिए परसों अगला टाइम में हम आया था तो 11 बंदा आया था आप लोग का कंट्री का। इतना अच्छा लोग, हम लोग के साथ में वीडियो बनाया, पूरा जगह घूमा। क्योंकि ऐसा है ब्रदर, क्योंकि हम लोग का देश फर्क है, मुल्क फर्क है, मुल्क छोड़ के आया तो हम लोग का सब एक फैमिली जैसा है। क्योंकि मैं पूछ के वीडियो बनाता है, मानो मैं कोई के प्रॉब्लम होता है, कोई होता है अपना होता है ना। अच्छा जगह है, बहुत अच्छा जगह है। देखो गाइस, यूट्यूब का नाम क्या है? मेरा यूट्यूब सब्सक्राइब करो। आज त यसरी घुम्यो साथीहरू, एकदम ब्युटी बनेर क्युटी बनेर भन्दै घुम्यो। यहाँलाई त भइहाल्यो। अब भोलिलाई चाहिँ, भोलि त बिहानै ड्युटी छ, ड्युटी जान पर्यो, ड्युटी गर्न पर्यो। के गर्नु, गाह्रो छ नि। ड्युटी नगरे के खाने? खाना पनि कस्तो राम्रो फुल क्या साथीहरू। हेर्नु त, यो फुलको नाम के हो भन्नु होला है। मलाई त कस्तो, म त नेपालमा त खोइ देखेको त हुँला, तर याद भएन। कस्तो राम्रो छ क्या। र हेर्नु साथीहरू, सिस्टम भनेको सिस्टम हो क्या। जति नै घाम लागे पनि के भयो त, यो रुखलाई बचाउनको लागि यसरी पानी दिएको हुन्छ अनि यो हरियो हुन्छ। यसो भन्थ्यो क्या साथीहरू, पहिला गाउँमा नि कतार भनेको त पुरै मरुभूमिको सहर हो। अनि त्यहाँ त पानी पनि खान पाइँदैन, अनि त्यस पछाडि त्यहाँ हरियाली त त्यहाँ देख्नै पाइँदैन भनिन्थ्यो नि त। अनि म पनि कतार आउनुभन्दा अगाडि त्यस्तो होला भन्थेँ क्या। तर यहाँ आइसकेपछि त वाउ, वन्डरफुल। जुन कुरो सोच्न पनि सकिँदैन त्यस्तो दामी छ। बालुवा खाने पनि छ नभए नभएको होइन, तर कतार यति डेभलप छ नि, यति दामी यस्तो ठाउँहरू नेपालमा बनाउने हो भने नि साथीहरू, हामी जस्तो युवाहरू अनि ब्याचलर्स गर्ने, +2 गर्ने, मास्टर्स गर्ने, पिएचडी गर्ने अनि ठुलो एकदम पोस्टको व्यक्तिहरू विदेशी नै पर्दैन क्या। यो
विदेशमा जति नै जे भए पनि धेरै गाह्रै छ क्या, जति नै जे भने पनि गाह्रै छ। त्यही भएर नेपालमा नि यस्तो डेभलपमेन्ट हुने हो, यस्तो डेभलप गरिदिने हो सरकार, नेपाल सरकारले भनेदेखि कति सजिलो हुन्थ्यो होला, कति पर्यटकहरू आउँथ्यो होला र घुम्ने ठाउँहरू हुँदाखेरि देशकै आय स्रोतको एउटा प्लेस हुन्थ्यो होला नि त, होइन र? तर के गर्नु, यस्तो यस्तो कुरामा हाम्रा नेपाल सरकारका पदका मान्छेहरूको, पदका हाम्रा नेताहरूको दिमाग जाँदैन। कसरी लुट्ने, कसरी खाने, कसरी हिँड्ने, यस्तो यस्तोमा मात्रै जान्छ। अनि कसरी देश भन्छ, होइन र? अनि हामी जस्तो युवाहरू विदेशको 45 डिग्री 48 डिग्रीमा यसरी खट्नु परेको हुन्छ। भन्न त भन्नु होला कि विदेश हामीले पठाएको होला तँलाई 48 डिग्रीको गर्मी भन्छस् भनेर, तर बाध्य त हो नि त साथीहरू। नेपालमा 15-12 घन्टा 13 घन्टा ड्युटी गर्दाखेरि पनि त्यही हो, 15-20 हजार कमाइ हुने हो। त्यसमा खान पर्यो, बस्न पर्यो, फ्यामिली कसरी पाल्ने, धेरै गाह्रो छ नि त। त्यही हो साथीहरू, कति दुःख पोख्नु है तपाईँहरूलाई। म सँगसँगै घुम्न अन्तिमसम्म भिडियो हेर्न नभुल्नु होला है। अन्तिमसम्म भिडियो हेरेर प्रतिक्रिया दिनको लागि नभुल्नु होला। कस्तो लाग्दैछ, के लाग्दैछ, अरू कुन कुन ठाउँ तपाईँलाई हेर्ने मन छ त्यो भन्न पनि नभुल्नु होला है त। यो चरीलाई सोधा क्या गर्मी कति छ कतारमा भनेर, बिचरा उड्न नसकेर यसरी जमिनमा उड्न नसकेर यसरी जमिनमा कुद्दैछ कि बिचरा। यति गर्मी छ साथीहरू, खाडीमा सजिलो छैन नि साथीहरू। भनिन्छ नि उडेको चरा खसाल्ने गर्मी छ, साँच्चै हो, यो रियल कुरा हो साथीहरू। पहिला क्या साथीहरू, म चाहिँ युरोपमा एकदम युरोप भनेपछि मरिहत्ते गर्थेँ क्या, होइन? युरोप भनेपछि मरिहत्ते गर्थेँ। तर युरोपमा झनै गाह्रो रहेछ साथीहरू। मेरो साथीहरू हुनुहुन्छ होइन, उहाँहरूसँग मेरो कुरा गर्नुहुन्छ, उहाँहरूले भन्नुहुन्छ त धेरै भाग्यमानी होस् कि तैँले त्यति त कमाइरहेछस्, हाम्रो यति पनि कमाइ छैन, यस्तो छ, यस्तो ट्याक्स दिनुपर्छ, यस्तो गर्नुपर्छ। अनि मैले त हटाइदिएँ साथीहरू। त्यो युरोपको भूतसुत मेरो दिमागबाट हटिसक्यो। जति वर्ष बस्ने हो, खाडीमै बस्ने हो, चिल गर्ने हो, कमाउने 2-4 रुपियाँ कमाउने हो, बचाउने हो, चिल गर्ने हो, नेपाल जाने हो, त्यस पछाडि केही न केही गर्ने हो। पहिला म पनि लास्टै क्रेजी भएको थिएँ क्या, युरोप भनेर। ऊ त्यसरी खेल्छन् हेर्नु त साथीहरू। स्पोर्ट पनि हुँदो रहेछ। यस्तो स्पोर्ट हुँदो रहेछ साथीहरू। नेपाली दाइ हुनुहुन्छ जस्तो छ खेल्दा। फुट्दैन पनि हो, यहाँ त खत्रै गरी बनाएको हुन्छ त, अनि फुट्दैन पनि हौ, त्यो जोडले हान्दैछ। भेटौँला भनेर आएको, भेटौँला भनेर कोही छैनन् गाइस। गर्मी छ, मान्छे कोही हिँड्छ, कोही हिँड्दैन, गर्मी छ यस्तो। अहिले त धेरै साँझ भइसकेको छ साथीहरू, अहिले धेरै साँझ भइसकेको छ। अनि मान्छेहरू अब यो पार्कतिर चाहिँ हुने, यो भित्रको पार्कतिर चाहिँ हुनुहुन्न होला, बाहिरको पार्कतिर चाहिँ बाहिरको पार्कतिर चाहिँ हुनुहुन्छ। त्यही भएर गर्मी छ नि, यस्तो हेलमेट लगाएर यसो। हेलो दाइ, नेपाली हो? Are you Nepali? No, yeah? Pakistan. I want to give something for you. Shoot the vlog. Yeah, I'm vlog. You know Pakistan, Rajabad. Rajabad. नेपाल उधर पाकिस्तान में इतनी गर्मी है? नहीं, पाकिस्तान में माशाल्लाह हम जिस जगह में रहते हैं उधर बर्फबारी होता है, बहुत अच्छा मौसम होता है। उधर अच्छा मौसम होता है ना? अल्हम्दुलिल्लाह। इधर कैसा है, कितने साल से काम करते हैं? इधर में मेरा
चौथा साल शुरू है और पहले मजरा में काम करता था, अभी कंस्ट्रक्शन। कंस्ट्रक्शन में अभी तो बहुत मुश्किल है ना ऐसा गर्मी में। हम लोग पठान हैं। पठान लोग करता है करते हैं। पठान लोग पैसे के लिए नहीं, पैसे के लिए नहीं, पठान लोग वैसे भी मजबूत होता है ना, इसलिए अल्हम्दुलिल्लाह मैं सुनता है कि पठान लोग मजबूत है। अल्हम्दुलिल्लाह पठान लोग मजबूत होते हैं। ओके ब्रदर, गर्मी है मेरा तरफ से आपके लिए है। उधर उधर हाय बोलो। हाय। उधर मेरा यूट्यूब चैनल है, सब्सक्राइब करो। इसका यूट्यूब चैनल सब्सक्राइब करो, जितना भी पठान देखते हो, और रजब फैमिली खास कर सब्सक्राइब। थ्याङ्क यू ब्रदर। ओके गाइस, अर्को नयाँ चिज देखाउन लागिरहेको छु साथीहरू। गाडीको नाम के हो? गाडीको नाम के रहेछ? क्लब कार। हेलो दाई, नमस्कार। देखाउन मिल्छ होइन? नमस्कार। के छ, सन्चै हुनुहुन्छ? के चलाउनुहुन्छ? यो यही पार्कमा न? यो गाडीको नाम के हो? क्लब कार। त्यही देखाइरहेको थियो मैले। म भिडियो बनाइरहेको छु कि भ्लग बनाइरहेको छु। कति वर्षदेखि यहाँ हुनुहुन्छ? 15 महिना। पहिला अरू नै देश कुनै जानुभयो कि? 15-16 वर्ष भइसक्यो। कतारै? हेर्नु त साथीहरू, म मात्रै भनेको सबैजना विदेश आएपछि हराउने नै हुनुहुँदो रहेछ क्या। 15 वर्ष घर परिवार एकतिर होइन। के छ, कसो छ कतार? सबै ठिक छ। तपाईँ के रे, तपाईँ पनि कतारै बस्नु? हजुर, कति 2 वर्ष भयो। मेरो 2.5 वर्ष हुन लाग्यो। घर चाहिँ कता पऱ्यो? दोलखा। हजुरको? मेरो पोखरा। ए, पोखरा कुन ठाउँ? बेगनास्थल। ल साथीहरू, कोही पोखराबाट मेरो युट्युब च्यानल सब्सक्राइबर हुनुहुन्छ भने हेरेर त्यहाँ बेगनास्थल भन्नुभयो है। तपाईँहरूको ठाउँको दाइसँग मैले भेटघाट गरेको छु। त्यहाँ कुरा गर्न मेरोमा कमेन्ट बक्समा कमेन्ट लेख्न नभुल्नु होला तपाईँहरूबाट। हुन्छ दाइ, हस् है। अनि तपाईँको च्यानलको नाम चाहिँ? ल साथीहरू, आज त मैले दिनभरि म सँगसँगै घुमाएँ। हजुरहरू पनि घुम्नुहुन्छ होला, हेर्नुहुन्छ होला। हेरेर लाइक, सेयर, सब्सक्राइब र बेल बटन बजाएर साथ दिनुहुन्छ होला। मेरो नयाँ नयाँ भ्लगहरू हेर्नुहुन्छ भने पूर्ण आशा गर्दछु। त्यसैले साथीहरू, आजको भ्लग चाहिँ म यहीँ टुङ्ग्याउन चाहन्छु र फेरि नेक्स्ट स्याटरडे तपाईँहरूलाई फेरि नयाँ भ्लगको साथमा, नयाँ प्लेसको साथमा, नयाँ भ्लगको साथमा फेरि उपस्थित हुने बाचा गर्दै मारिदिन्छु नि। फेरि लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला नि। सब्सक्राइब गरेर मात्रै पनि भएन, बेल बटन बजाउन मेन नभुल्नु होला। धेरैजना साथीहरू भन्नुहुन्छ क्या, सब्सक्राइब त गरेछौँ तिम्रो तर भिडियो आएन, नोटिफिकेसन आएन भन्नुहुन्छ। बेल बटन बजाउन नभुल्नु होला। अन्तिमचोटि फेरि रिक्वेस्ट गरेँ मैले भन्दै आजको दिन मेरो त शुभ रह्यो, तपाईँहरूको के कस्तो रह्यो भन्दै आज चाहिँ बाई बाई। आई लभ यु, बाई।